रामायण वो महाभारत चौमिपिन्ट जातक बाखमा गुली डिएन बिउगु दुठेउ ख लिसे अनुडुगु श्लोक व गाथा तेउ साम्यता दुगु ख भटन्त आनन्द कंसल्यान जातक हिन्दी भाग 1 या भूमिका छ चोइबी जाउदु है। यसको बारेमा राम्रो अझै जाने हो भने इन्डियाको एकजना भेटिसक्नुभयो भदन्त आनन्द कौशल्यान भन्ने भिक्षुले चाहिँ नि यो जातक हिन्दीमा अनुवाद गर्दाखेरि त्यसको भूमिकामा चाहिँ रामायण र महाभारत चाहिँ कसरी जातक कथाबाट चाहिँ लिएको हो भन्ने कुराको चाहिँ त्यहाँ व्याख्या भूमिकामा लेख्नु भएको छ हैन। महाभारत रामायण र पुराण हैन साहित्य रचना गर्न हैन जातक कथाहरूबाट चाहिँ धेरै कुराहरू लिएको कुराहरू विद्वानहरूले पनि भनिरहेकै छन् हैन। एउटा उदाहरणको लागि वर्तमान रामायण कथामा चाहिँ 24,000 श्लोक छ, तर बौद्ध महाविभाषा शास्त्र हेर्यो भने हैन दोस्रो